हिजो 3 गते सर्लाही पर्सा वार्ड नम्बर 5 को तस्लिम अन्सारीलाई केही व्यक्तिहरूले मारपिट गरी बंगुरको खोरमा थुन्ने जस्तो नीच हरकत गरेका छन्। देश निर्माणमा अहम भूमिका खेल्ने मुस्लिमहरू बंगुरको खोरमा थुनिनु दुखद कुरा रहेको छ, जबकि मुस्लिमहरूलाई बंगुरको नजिक जानु त परै जाओस्, हेर्न पनि वर्जित रहेको छ। यसरी पटक पटक मुस्लिम र दलितहरूको आस्थामाथि हमला गर्नु कहीँ कतैबाट स्वीकार्य छैन। त्यसकारण मुस्लिम समुदायको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पहिचानको संरक्षण गरिनु सरकारको ध्यानकर्षण गराउन चाहन्छु। साथै यस्ता नीच हरकत गर्ने जो कोहीलाई अविलम्ब गिरफ्तार गरी कानुनी कार्यवाही गरियोस् भने सभामुखज्यू मार्फत गृह मन्त्रालय र सदनको गम्भीर ध्यानकर्षण गराउन चाहन्छु। सम्माननीय सभामुख महोदय, हिजो अस्ति 2 र 3 गते देशका विभिन्न भागमा विषम हावाहुरीको कारण 4 जनाको आकस्मिक निधन र 28 जना घाइते भएका छन्। मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु र घाइतेहरूका लागि शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आवश्यक क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गर्दछु। साथै यस्ता हावाहुरी, बाढी, पहिरो, आगलागी जस्ता प्राकृतिक प्रकोप हुने प्रबल सम्भावना रहेकोले सरकारले व्यापक रूपमा पूर्व तयारी गरियोस् भनी सभामुखज्यू मार्फत सम्बन्धित निकायको ध्यानकर्षण गराउन चाहन्छु। तराईका विभिन्न जिल्लाहरूमा अत्याधिक गर्मी बढेको बेला अत्याधिक रूपमा विद्युत कटौती हुनु, पटक पटक लाइन काटिनु, भोल्टेज नदिनु जस्ता समस्याहरू अहिलेदेखि नै सुरु भएका छन्। यस्ता समस्याहरूप्रति समाधान गरियोस् सरकारसँग माग गर्दछु। सम्माननीय सभामुख महोदय, पछिल्लो समयमा जुम्ला जिल्ला सहित विभिन्न जिल्लाहरूमा अनलाइन ठगी गर्ने कारोबार बढ्दो